नमस्कार। उज्यालो रेडियो नेटवर्कको कार्यक्रम श्रुति सम्वेकबाट प्राविधिक साथी सशिन्द्र गौतमसँगै म अच्युत घिमिरेको स्वागत छ। श्रुति सम्वेकको आजको श्रृङ्खलामा हामी भैरव अर्यालका हास्य व्यङ्ग्य लिएर आइपुगेका छौँ। भैरव अर्यालका हास्य व्यङ्ग्य शीर्षक दिएर भैरव अर्यालका सबै हास्य व्यङ्ग्य कृतिहरूलाई सङ्कलन गरिएको एउटा पुस्तक छ र यही पुस्तकबाट आज हामी हास्य व्यङ्ग्य निबन्धहरू वाचन गर्छौँ। यसको प्रकाशक रहेको भैरव पुरस्कार गुठीले प्रकाशकीयमा लेखेको छ, भैरव अर्यालको उर्वल कल्पनाशीलताको खुराक पाएपछि सानो गोरेटोमा सुस्तरी लिइरहेको नेपाली हास्य व्यङ्ग्य शैली परिष्कृत र समृद्धिको फराकिलो राजपथ बनाउँदै कस्तरी दगुर्न लाग्यो भने हास्य व्यङ्ग्य र भैरव अर्याल एकअर्काका पर्यायवाची नै हुन पुगे। भैरवीय चमत्कृतिको पोषणमा हुर्किएर लहलहाउँदै नेपाली हास्य व्यङ्ग्य मौलाउन थाल्यो। अर्यालको अद्भुत सिप देखेर उनका अग्रज हास्य व्यङ्ग्य स्रष्टाहरू चमत्कृत भए भने समकालीनहरू मन्त्रमुग्ध हुँदै भैरवीय व्यङ्ग्य बाँडमा रमाउन लागे। भैरवबाट प्रेरित भएर थुप्रै प्रतिभा हास्य व्यङ्ग्यमा लागेर फुलेर फक्रिए। तर यथार्थ के हो भने भैरव अर्यालको निधन भएको यतिका वर्षपछि पनि उनलाई उछिन्ने अर्को प्रतिभा नेपाली हास्य व्यङ्ग्य क्षेत्रमा देखा पर्न सकेको छैन। अर्याल यस्ता बेजोड प्रतिभा थिए भनेर प्रसिद्ध समालोचक साहित्यकारहरूले स्वीकारेका छन्। भैरव अर्यालको पहिलो हास्य व्यङ्ग्य सङ्ग्रह काउकोती वासुदेव शर्मा लुइटेलले 2019 सालमा प्रकाशित गरेका हुन्। काउकोतीले लुइटेललाई कस्तरी कुतकुतायो भने हास्य व्यङ्ग्यका पुस्तक छाप्न उनले कौवा प्रकाशन नै खोले। भैरवका काउकुती, गलबन्दी, इतिश्री र 10 अवतार कौवा प्रकाशनबाट प्रकाशित भएका हुन्। जयबुढी चाहिँ रत्न पुस्तक भण्डारले 2022 सालमा निकालेको हो। लेखक भैरव अर्यालको जन्म विक्रम सम्वत 1993 साल असोज 5 गते कुपण्डोल ललितपुरमा भएको थियो भने उहाँको निधन विक्रम सम्वत 2033 साल असोज 19 गते गोकर्ण काठमाडौँमा भएको थियो। आज हामी भैरव अर्यालको कृतिहरूलाई वाचन गर्ने क्रममा सबभन्दा पहिले जयबुढी सङ्ग्रहबाट वाचन गर्दैछौँ, ब्रह्माको प्रयोगशालाबाट। उफ, नवनिर्मित हिमालको चुचुरमा ग्याच्च बसेर ब्रह्माजीले सुस्केर हाले। कतै आकाश छोला जस्तो अग्लो, कतै पाताल छोला जस्तो गहिरो, कति मिनेत साथ बनाएको पृथ्वी यस्तो औडेर खौडे। जतिसुकै तानतुन गर्दा पनि पृथ्वीको तह मिल्न नसकेकोले ब्रह्माजी बाजेलाई साह्रै दिक्क लाग्यो। उनले सम्झे आकाशको सतह मिलेको छ, पातालको मिलेको छ, तर उनीले बनाएको पृथ्वी मात्र यस्तो अवतारको भयो। यो तह नमिलेको माटाको सतहमा अब म के सृष्टि गरौँ? तह मिलाउन नसक्नेले नयाँ सृष्टि किन गर्न खोज्नु भनी मलाई के मेरी रचनाले गिजाउँदैनन् होला? ब्रह्माजी आत्मग्लानीले द्रवित भए। एक फेरा फेरि सुइए सुस्केर हालेर मनमा नै भने, भइगयो, तह त मिलेन, दह्रो त हुनु पर्थ्यो, बलियो त हुनु पर्थ्यो। एक झोका चल्यो भने जगदेखि धुरीसम्म थर्र काम्छ। अलि ठुलो कम्प भयो भने चर्ल्याम चुर्लुम भएर फुट्न के बेर, चरक्क चिरिएर फाट्न के बेर। यो पृथ्वी नै यस्तो अग्लो होचो छ भने यहाँ बस्नेहरूको गति कस्तो होला? पृथ्वी नै यस्तो लुलो छ भने यहाँ बाँच्नेहरूको गति कस्तो होला? आफूले बनाएको घर बाङ्गो टिङ्गो र कमजोर देखेर खिन्न भएको डकर्मीले चाहिँ, आफ्नो चित्र बिग्रेर हताश भएको चित्रकारले चाहिँ, अथवा आफ्नो आविष्कार खोजे जस्तो नहुँदा उदास भएको वैज्ञानिकले चाहिँ आफ्नो सिर्जना स्वरूप पृथ्वीलाई लक्ष्य गर्दै ब्रह्माजीले भने, धिक्कार होस्। तर निकै बेरपछि चुलीमा चलेको हिमाली हावाले बुढा ब्रह्माको विरक्तिको मन शान्त भएर आयो। आत्मसमन भयो अनि उनलाई लाग्यो, ठिक छ, यो पृथ्वी यस्तै होस्, तह नमिलेकै होस्, चुरो धर्म राखेकै होस्, तर म यस्तो प्राणी बनाउँछु जोसँग विवेक हुन्छ, बुद्धि हुनेछ र बर्कत हुनेछ। उसको नाम राख्नेछु मान्छे। अनि यो तह नमिलेको पृथ्वीलाई त्यही मान्छेले सम्म पार्नेछ, जग बलियो पार्नेछ, अनि यसैमा स्वर्गका सम्पन्नताले सिँगारेर मेरो सृजनात्मक धोको साकार गर्नेछ। हो, साँच्ची म मान्छे बनाउँछु, प्रबल र प्रबुद्ध शक्ति र शिवको समन्वय गरी म आफूभन्दा उम्दा उत्तराधिकारी मान्छे बनाउँछु। ब्रह्माजी आफ्ना सिहतदारी मुसार्दै एकपटक मुस्कुराए अनि जुरुक्क उठेर ओर्लिए बेसीतिर। हिमालय पर्वतका वरपर घुमेर ब्रह्माजीले एक भारी सुन, एक भारी वज्र, एक भारी सिमलको बुवा इत्यादि धेरै थोक सरसामान जोडे। अब उनले बनाउनु थियो मान्छे। उसले उनको तह नमिलेको पृथ्वीलाई सम्म पारी मिलाउन सकोस्, अनन्त अनन्तसम्म त्यही सतहमा सृष्टिको श्रृङ्खला शाश्वत राख्दै नेतृत्व दिन सकोस्। सुनका लाप्सा पिड्दा पिड्दै उनलाई शङ्का लाग्यो, मान्छे त बनाउन लागे, कथम कदाचित प्राण भर्न सकिएन भने? बरु एउटा सानो परीक्षण गरी हेरौँ। अनि त्यहीँ छरिएको धुलो धालो एक मुठी उठाएर उनले पानीमा मुछे। त्यही हिलोमा एउटा छहरा काटकुट पारी जोर खुट्टा, जोर पखेटा र चुच्चासहितको एउटा प्राणी बनाए। जिउभरि भुवा टाँसटुस पारी सुनतामा पगालेको झोलमा एकपटक रङ्गाइदिए। उनको रचना साँच्चै विचित्रको भयो। ब्रह्माजी आफैलाई पनि हाँसो उठ्यो, तर अचम्म मान्नुपर्ने केही थिएन, किनभने गमला बनाउनुभन्दा पहिले चक्र ठिक छ कि छैन भनेर जाँच्नलाई कुमालेले एउटा छन्दनबन्धको घैँटो बनाई हेरे जस्तै प्रयास थियो यो ब्रह्माजीको। त्यसैले त्यस जीवनको चुच्चो र पिँध दुवैतिरबाट उनले प्राण फुकिदिए।
फुक्दा फुक्दै पखेटा फटफटाउँदै जन्तु एक फेरा बेसरी चिच्चायो, कुखुरी कहाँ? ब्रह्माजी मुसुक्क हाँसे। प्राणदान दिन सक्छु भन्ने कुरामा उनलाई पक्का विश्वास भयो। हिमालयको एउटा गुफामा रहेको ब्रह्माजीको प्रयोगशाला आज खचाखच थियो। एकातिर वज्र छाँटेर बनाइएका हात, खुट्टा, टाउको, ढाड, करङ इत्यादि सामानहरू एकअर्कोमा जोड्न हुने गरी बडा कलापूर्ण ढङ्गले काटेर थुप्राइएका थिए। अर्कोतिर सुन पगाल्ने काम हुँदै थियो। एक्ला ब्रह्माजी कता हेरुन् कता नहेरुन्। सबभन्दा चम्किलो मडी छानेर आँखाको बान्की मिलाउँदै थिए उनी। सब सामान ठिक भयो। एकछिनपछि उनले जड्ने काम पनि थाले। आफ्नै जस्तो चारैतिर चारमुख जडेपछि उनलाई लाग्यो यत्रो तह नमिलेको पृथ्वीलाई तह मिलाउनु पर्ने हुनाले हातगोटा पनि चाचारोटै किन नराखिदिउँ। कहिल्यै नखिने गरी बनेका वज्र पिञ्जरमा सुनको मसल, मडीका आँखा, पाराको गिदी र सिमलको भुवाको मुलायम दिल जडिसकेपछि उनले सोचे मेरो मान्छेलाई स्वर्गतिर उड्ने पखेटा पनि चाहिन्छ। नभन्दै मान्छे उनले चिताए जस्तै रूपमा बन्यो। खुसीले गदगद हुँदै प्रत्येक अङ्ग प्रत्यङ्ग छामेर ब्रह्माले जाँचे सबै तन्दुरुस्त। अहिले नै पखेटा फटफटाएर उड्ला जस्तो, अहिले नै गोडा सरसराएर हिँड्ला जस्तो, अनि अहिले नै जिब्रो फटकारेर बोल्ला जस्तो कस्तो कालीगढी उनको। ब्रह्माजीले आफैलाई एकचोटि धन्यवाद दिए। एकछिनपछि नवनिर्मित मान्छेको प्रतिमालाई गुफाको दैलामा ठड्याएर अङ्ग अङ्गबाट उनले प्राण भरे। अब मान्छे पुरा भयो। ब्रह्माको धोको पुरा भयो। उनलाई खुसीको सीमा रहेन। अब एक फेरा बोलाइ पनि हालौँ न भनी खुबै वात्सल्यपूर्ण स्वरमा उससित फर्केर ब्रह्माले बोलाए, मान्छे बाबु, ए मान्छे बाबु। तर मान्छे बोलेन। स्वर अझ ठुलो पार्दै उनी चिच्चाए फेरि, ओ मान्छे। तैपनि ऊ बोलेन। ब्रह्माको निधारमा चिटचिट पसिना आयो। हातखुट्टा पग्लिए। उनले बनाएको त्यति राम्रो मान्छे, त्यति बलियो मान्छे चुइक्कसम्म बोलेन। हरे ब्रह्माको साहस एकैपटकमा किन सेलाउँथ्यो? भोलिपल्ट उनका प्रयोगशालामा अर्को मूर्ति ठडियो। तर अघिल्लाको सुनको मसल थियो भने यो थियो त्रिमुखी, उस्तै भव्य। तब अलि हलुका मूर्तिलाई गुफाको आँगनमा उभ्याएर ब्रह्माले बोलाए, मान्छे बाबु, ओ मान्छे बाबु। फेरि उसका तिनै मुखबाट कुनै आवाज निस्केन। दोस्रो प्रयोग पनि विफल हुँदा ब्रह्मा साह्रै हतासिए। आफ्नो प्रयोगशालामै आगो लगाएर जाउँ तपस्या गर्न भन्ने झोक पनि उनलाई उठ्यो। ग्याच्च बसेर सोहिए सुस्केर हालेपछि उनलाई लाग्यो अब एकपटक इस्पातको पिञ्जरामा तामाको मसल राखेर प्रयोग गरी हेरौँ न। अबको पालीमा पखेटा सखेटा पनि नजड्ने, मुख पनि अघिल्तिर र पछिल्तिर दुईटा मात्रै राखिदिने उनको ठहर भयो। त्यसै बमोजिम भोलिपल्ट तेस्रो प्रयोग स्वरूप तामाको मान्छे ब्रह्माको अगाडि उभियो। उसै गरी ब्रह्माले प्राण भर्दै बोलाए, मान्छे बाबु, ए मान्छे बाबु। मान्छे अहिले पनि बोलेन। तैरिन तैरिन बुढी बाख्री किन, यही कुखुराको सुलीको बनाइ हेर्छु भनी ब्रह्माले रन्कँदै कुखुराको सुली थुपारे। सुन चाँदी गालेको आँगेनाबाट अलिकति खरानी झिकेर त्यसैमा मुछे अनि मामुली काठको एउटा औडे खौडे अस्थि पञ्जर ठिकठाक पारेर त्यही मिस्कट हिलो थोपर थापर पारी अर्को मूर्ति ठडाए। एकाएक लल्याक लोलक हुने हात खुट्टा, एकापट्टि मात्रै मुख, आङभरि झुस, टाउकोमा जगल्टा, मुख र आँखाको माझमा बडो चुच्चिएको नाक। साँच्चै मूर्ति अकबरी खालको भयो। छ्या, कस्तो विरूप मूर्ति, यस्तो पनि मान्छे होला? एकातिरबाट सास भर्दै गयो, अर्कोतिरबाट फुसुस फुस्कला जस्तो। कस्ता कस्ता बोलेनन्। अब यो झ्याउ बोल्ला त? ब्रह्माजीलाई आफ्नो चौथो प्रयोगदेखि साह्रै घृणा लाग्यो। जस्तो औडे खौडे पृथ्वी उस्तै औडे खौडे मान्छे। मिल्छ त मिल्छ नै, धन्य ब्रह्मे बुढा। तेरो दारी पनि अब सिनित्त खौरेरै मान्छेलाई बकस दिए भयो। उनी आफैलाई गिज्याउन थाले। कथम कदाचित यो विकृत मूर्ति बोलिहाल्यो भने अर्को एउटा जोडा पनि बनाइदिन्छु र प्रजननको शक्ति दुवैलाई आधा आधा पारेर बाँडिदिन्छु। अनि झन् रमाइलो हुन्छ। मान्छे छुसी सिङ्गो हुँदाहुँदै पनि आधा हुन्छ। त्यसो भए आफूलाई फेरि मान्छे बनाएर नि झमेला पनि पर्ने थिएन। इत्यादि सोच्दै ब्रह्माले त्यो कार्टुन मूर्तिमा प्राण भरे। बोल्ला भन्ने आशा त रौँ जति पनि थिएन। तैपनि विधि पुर्याइदिँदैमा के होला त भनी कानलामाथि टुसुक्क बसेर अचेलका धनी मानिसले नोकरलाई बोलाए चाहिँ व्यवस्थाको स्वरमा बोलाइदिए, ओह मान्छे बाते। ब्रह्माको आवाज खस्न नपाउँदै मुन्टु निहुराएर मूर्ति बोल्यो, ज्यू। बाजेको दिमाग झोकले तिलमिल आयो। उसले बोलेको आफ्नो उपहास गरे जस्तै उनलाई भयो। त्यसैले मान्छेले ज्यू भन्नासाथ ब्रह्माजीले झोकले भने, मरेस मोरा। अब भएन के, उससे त कुखुराको सुली र खरानीले बनेको कार्टुन मूर्ति मान्छे, त्यसमाथि मर्ने शराब पायो भने कता पृथ्वीको सत्ता मिलाइदेला भन्ने ब्रह्माजीको सपना, कता यस्ता गाईजात्री रचना। मगज सड्केको बुढा चाहिँ ब्रह्माजी कितितिति हाँस्दै बेपत्ता भए। उनको उपहासात्मक प्रयोग मान्छे एकपछि अर्को गर्दै त्यही औडे खौडे पृथ्वीमा जन्मन्छ मर्छ, जन्मन्छ मर्छ। नपत्याए कन्या हेर्नुहोस्, प्रत्येक व्यक्तिको आङबाट एक प्रकारको छारो उड्दछ जसमा कुखुराको सुली र खरानीको मिस्कट हुन्छ। भैरव अर्यालको निबन्ध शीर्षक थियो ब्रह्माको प्रयोगशालाबाट। यो भैरव अर्यालले विक्रम सम्वत 2020 साल वैशाखमा गोकर्णमा लेख्नुभएको नेपाली लोककथामा आधारित हाँस्यव्यङ्ग्य निबन्ध थियो। अर्को हाँस्यव्यङ्ग्य निबन्ध पनि हामी
भैरव बरियालको यसै पुस्तकबाट लिँदैछौँ। शीर्षक छ महापुरुषको सङ्गत। जब भयो राति अनि बुढी ताती भने झैँ जब कालले पासो हाल्दै ल्याउँछ अनि मान्छेमा ज्ञानगुणको चासो लाग्दै आउँछ। पहिले शालिका आसक्तहरू पछि कालिका भक्त हुन्छन्। पहिले खन्तीराजमा बदनामी कमाएकाहरू पछि सन्त महाराज भई रामनामी गुन्न थाल्छन्। संस्कारै यस्तै छ, संसारै यस्तै छ। त्यसैले आफू पनि उस्तै। 60 नपुगुन्जेल पाठीको घिच्रो पनि निमट्यो, लाठीको तिग्रो पनि चिमट्यो। कसैको घाँटी अठ्याइयो त कसैको गाँठी जिप्ट्याइयो, कतै जोर हात लम्काइयो त कतै सोरै भाइ झम्काइयो। जब आँट मर्दै र दाँत झर्दै आयो अनि बल्ल घट्टमा घाम लाग्यो, महापुरुषको सङ्गत त गर्नै पर्ने। मर्ने बेलामा बुढाबाले भनेका थिए, अरू थोक नसके पनि महापुरुषको सङ्गत त गरेछ है बाबु, ज्ञानगुण पाइन्छ, स्वर्ग जाइन्छ। तर महापुरुष पाउने कहाँ? यसै त देशको जनसङ्ख्यामा स्त्रीको भन्दा पुरुषको सङ्ख्या कम छ। त्यसमा पनि लाउरे भएर विदेशमै रत्तिएका, दाउरे भएर स्वदेशमै लत्तिएकाको के भाउ? यो बाहेक जति छन् तिनमा पनि जमानाको जाँतोमा सभ्यताको सातो पिन्दा पिन्दै जिङ्राएको झ्याउरे छन्। त्यसैले कुरै गर्ने हो भने यहाँ पुरा पुरुषको भन्दा लघु पुरुषको सङ्ख्या थोरै होला। महापुरुषको त कुरै छोडौँ। तैपनि पहिले हरेस खाएर त भएन। त्यसैले एक बिहानै टौवामा कौवा नबास्दै गौवाको बासी पानीले पूजा भुजा चामचुम पारेर निस्केँ म महापुरुषको सङ्गत गर्न। हाम्रो बेक्का लम्बरी पण्डित पनि महापुरुषै हुन्। उनका नामै मात्र हुँदा हुन् 108। कुराकानी गर्दा प्रत्येक वाक्यमा जोछन् सो जोड्ने हुँदा कोही उनलाई जोछन् सो पण्डित भन्थे। घिउचिनी बिनाको खाना बोसीको दाना भन्ने उनको सिद्धान्त भएकाले कोही भन्थे उनलाई घिउचिनी बाजे। यस्तै दाँत उछिटेकोले केटाकेटीहरू दन्तोरे बा भन्थे त खुट्टो अलिक खोच्याउने हुनाले ठिटाठिटीहरू भन्थे खुन्तोरे बुढा। जसले जे भने पनि उनी थिए धर्मशास्त्रका नम्बरी पण्डित। जर साहेबका खोपीदेखि बाख्रे बुढीको झोप्रासम्म सबै उनका जजमान, सबै कहाँ उनको सम्मान। त्यसैले श्री गणेश आएन मैले पनि तोकेँ उनकै दलान। बुढा जवा मर्दै हुन्। त्यति सबैरी पुसको ठन्डीमा पनि मन्डी ओढेर चण्डी भटपटाउँदै गोठमा भुसा काटिरहेका। मैले पाउलागी गरेपछि मन्डी फालेर रामनामी बेरिँदै चिप्लो स्वरमा सोधेँ, कताबाट जोछन् सो आइस् त नानी? तीर्थव्रत जोछन् सो त केही आँटिनस्? मैले भने, मर्ने बेलामा केही ज्ञानगुण पाइन्छ कि भनेर हजुर जस्ता महापुरुषको सङ्गत खोज्दै हिँडेको बा। बुढाले मलाई हप्काउँदै भने, मर्ने बेलामा त जोछन् सो 10 दान गर्नु, वृषोत्सर्ग गर्नु, सप्ताह लाउनु, सह्यदान गर्नु पो पर्छ त जाबा। दान बिनाको ज्ञान जोछन् सो मकै बिनाको घान जस्तै हुन्छ, बुझिस्? उनी मलाई बुझाउँदै थिए। नजिकै बाँधेको भैँसीले गोबर लतपत्तीको पुच्छर हलाउँदै बुढाको मुखैमा छ्याप्प हानिदियो। हत्त नपत्त रामनामीले दारी पुछे। अकस्मात हात छेउ आएर तमाखुको धुवाले धौस्याएका जुङ्गामा नागपुरे पालिस थोपारिदियो। त्यही बेला एकजना गाहकी गोरु खोज्दै उनैको गोठभित्र आइपुग्यो। जुङ्गा मुसार्दै बुढाले भने, हिजो एकजना पिसाच कहाँ जोछन् सो सत्यनारायणको कथा भन्न गएको, अमिलो ट्वाक दैछन् जोछन् सो खाना दिएर रुगा जोछन् सो लागिसक्यो। गाहकीले तिनजेल गोरु हेरिसकेकोले मोलमलाई चल्न थाल्यो। बुढाले एकैचोटि कुरा सिद्ध्याउन खोज्दै भने, शास्त्र जोछन् सो बाहुनले गाई गोरु जोछन् सो नबेच्नु भनी लेखेको छ। त्यसैले 50 दिन्छौ भने लैजाऊ, नत्र म गोरु बेच्दिनँ। गाहकीले साह्रै बुढो भएकोले 45 देखि दिन नसक्ने राय प्रकट गरेपछि बुढाले च्याठिएर कुरा थपे, अलि बुढो भए पनि जोछन् सो गुजरातीको खच्चड हो, कसो नानी? आफ्नो मुखतिर ताकेर सही मागेपछि मैले पनि बोल्नै पर्यो। भनिदिएँ, यस्ता ऋषि जस्ता महापुरुषले पनि 5 रुपियाँको निम्ति झुटो बोल्छन्, गोरु जातकै हो। गाहकी भन्दथ्यो, यो गोरुको पनि दारीजुङ्गा हुँदो त बाजे जस्तै ऋषि देखिन्थ्यो होला। यो सुनि रन्केर बुढा भैँसीलाई भुसा कोच्याउँदै उच्चा स्वरले चतुश्लोकी पाठ भागवत गर्न थाले। म चाहिँ जुरुक्क उठेर हिँडे घरतिर। ढुङ्गो खोज्दा देउता मिले झैँ सच्चा महापुरुष त आफ्नै पिँढीमा पो प्रकट गरेछन्। सोझो मनले चिताएपछि त चिता म पुर्याउँछु भन्छ रे दैवले। नत्र त पशुपतिपुरका स्वामी मेरो झुप्रामा कसरी प्रकट हुन्थे? उनका पनि नाम त थुप्रै थिए। सन्तान नभएका आइमाईलाई सन्तान हुने जन्तर बान्दामा प्रख्यात भएकोले धेरै उनलाई सन्तानगिरी भन्थे। तर कोही चाहिँ बाली उठाउन घर घर हिँड्ने हुँदा फटफटानन्द भन्थे त कोही पार्टी प्रचारमा गाउँ गाउँ चार्ने हुँदा चटपटानन्द पनि भन्ने गर्थे। वास्तवमा उनको सक्कली नाम थियो स्वामी सद्गुणानन्द षड्शास्त्रोपाध्याय। उनको खानकी जग्गाको सानो टुक्रा आफूले पनि कमाएकाले आफ्नो त साक्कै तल्सिङ पनि। महापुरुष प्रकट हुनको कारण खोतल्दै थिए। उनले बोलीको कुरा झिकेर आफैलाई अपार्न थाले बा। आङमा गेरुवा रेशम, हातमा बेरुवा औँठी लगाएका महामात्मालाई मैले तिर्नुपर्ने 5 पाथी धानको त्यत्रो मोह। तैपनि मैले आफ्नो मनको बफ भएँ, ज्ञानको निम्ति रोएँ अनि आफ्ना महापुरुषार्थहरू उनले मलाई निकै सुनाए। एउटा मोहीले 2 पाथी कोदो बुझाउन ल्याएको थिएन रे। उनको पालो घरैमा गएर त्रिशूल चखाइदिएपछि थुरथुर कामेर भोलिपल्टै ल्याएर एकपटक सेटका उनले यस्तरी गीताको प्रवचन गरेर कि त्यो प्रवचन सुन्दा सुन्दै मुग्ध भएर एउटी आइमा उनको काखैमा लड्न आइपुगे।
यसबाहेक उनले कतिपल्ट आफ्नो हातमा आइसकेको मन्त्री पद छोडेर जनताको सेवा गर्न गुठी बिर्ता सम्वर्धन परिषद खोलेको र आगे साल जिल्ला पञ्चायतको चुनाव लडेर आफ्नो संस्थाको अधिवेशन गर्न आँटेको कुरा पनि बताए। उनको पुरुषार्थ सबै सुनेपछि मैले पनि उनको संस्थामा सदस्य हुने भाका राखी दहीचुरा खुवाउँदै बालीको कुरा छल्न खोजेँ। तर हिँड्ने बेलामा उनले भने, ज्ञान लेना है तो कल धान लेके आइए, नहीं तो मोइया नहीं मिलेगा दूसरे को। यसरी दुईतिरबाट निराश भएपछि मैले निश्चय गरेँ, गोपगुरुकै गोडा किन नसमातौँ। सक्कली महापुरुष उनी पो त, राधाको चाहिँ सिउँदो, रुक्मिणीको चाहिँ अलख, टुप्पीमा अत्तर, जुङ्गामा कलप, गलामा सिक्री, गालामा फा, गुरुजीको पहिरन धोती र दोसल्ला। कलीमा जन्मेर मात्रै अलि लीला बढ्न सकेन। द्वापरमा जन्मेका भए कृष्णमाथिका उपर कृष्ण हुन्थ्यो होला हाम्रा गोपीगुरु। दरबारै भने उनको कुटीमा पुगेपछि आफू त वृन्दावनमा पसेको मुसो जस्तै अक्क न बक्क भए। अघिल्तिर कन्या साथमा सद्वा, पछिल्तिर सयौँ बुढी र विधवा राखेर गोपीगुरु सुनाउँदै रहेछन् गोपिनीको चिरहरण। मैले सम्झेँ, एउटी आइमै मान्ने हामी त पुरुष कहिन्छौँ भने यतिका आइमाईले पत्याएका गोपीगुरुलाई महापुरुष नभन्ने को? पुराण सकिएपछि गुरुको चरणार बिन्दमा आफ्नो अभागी पुरपुरो टेकाउँदै मैले भने, म एउटा ज्ञानको भोको महापुरुषको सङ्गत गर्ने धोको लिएर आएको छु हजुर। पुराणका भेटीघाटी बटुलेर पोको पार्दै गुरुले भने, लौ सधैँ यहाँ आएर भक्त भक्तिनीको सेवा गर्नु। गुरुको आज्ञा पाउनासाथ एउटी भक्तिनीले मुज्याएको फरिया दिँदै मलाई भनिन्, यति पछारेर ल्याइदिनुहोस् त बुढाबा। मलाई जङ चलिसकेको थियो, तैपनि सुनेको नसुने गरेर चलिदिएँ। अनि मलाई लाग्यो जसको धनधान्य उही सर्वमान्य। जाउँ कालु साहु कहाँ, ऊ पनि त एउटा महापुरुषै हो। अस्तिसम्म नालुको जुत्ता लाएर आलु बेच्न जाने तालु फैलिएको कालु साउलाई अहिले ठालु भयो भन्दैमा महापुरुष कसरी भन्नु भन्ने तर्क पनि आउला। तर ऊ लघु पुरुष हुँदो हो त लक्ष्मीले कसरी पत्याउँथे? स्वाट भएर अरूलाई लछार्ने भए पनि, ट्वाट पिएर सडकमा पछारिने भए पनि क्याट हुने मान्छे महाजन नै गनिन्छ। यसको क्याट कताबाट कसरी बटुलियो भन्नेतिर किन सोचिरहँ? यसरी भित्रभित्रका कुरा खोतल्ने हो भने कसकसका के देखिन्छन् के। घरमा पुग्ने बित्तिकै साउजीले चुरोट टक्राउँदै सत्कार गरेर छोराछोरीले पैसा उडाइदिए भन्ने दुःख पनि प्रकट गरे। अनि कुरै कुरामा आफ्ना कुराको बासा खोल्न नपाउँदै उनले साउती गर्दै भने, म चाहिने जो तपाईँ कहाँ आउँदै थिएँ, चाहिने जो म बद्री दर्शन गर्न चाहिने जो जाने अठोट गरेको छु। पशुपतिको जात्रा सिद्राको व्यापार भन्दछन्। चाहिने जो 2-4 केटीहरू पाए चाहिने जो लिएर जाउँ भनेको। अचेल उतातिर केटीको भाउ चर्को छ भन्ने सुन्छु। चाहिने जो बाजेले यताउति 2टी केटीलाई चाहिने जो नोकरी ल्याइदिन्छु भनेर ल्याइदिनु भए, म जो मिलेको आधा आधी गरौँला। साहुका कुराले म छक्क परेँ। मेरा महापुरुष फेरि भन्दै गए, चाहिने जो सोझो औँलाले घिउ आउँदैन। यत्रो श्री सम्पत्ति चाहिने जो आलु बेचेर मात्रमा अथवा कुटो कोदालो गरेर मात्र चाहिने जो कमाएको ठान्नु भएको छ। लक्ष्मीको ध्यान गर्नेले मौकामा गाई पनि मार्नुपर्छ, भाइ पनि मार्नुपर्छ। चाहिने जो बिरालीको घिउ बेचेर भए पनि, बुहारीको जिउ बेचेर भए पनि चाहिने जो ढुकुटी भर्नुपर्छ बाजे यस कालमा। साहुका यी कुराले झन् विरक्ति आए मलाई। अनि सोचेँ, अब यस्ता थोत्रा थोत्री केलाउन नलागौँ भाइ, खोजौँ जमाना अनुसारको महापुरुष। यही विचारले रातभरि गम्दा गम्दै महापुरुष ठहरिन गए मिस्टर डेहाल बाउ। उनका बाबु थिए गणपति दाहाल बाजे भनेपछि निष्ठा कर्ममा नेपाल बढाएका। उनैका छोरा हिन्दुस्तान छौन्जेल दाहाल बाबु भनिन्थे। अहिले अमेरिका गएपछि मिस्टर डेहाल बाउ भएर फर्केछन्। अमेरिकालाई उहिलेको नागलोक अहिलेको कुबेरलोक भन्छन्। त्यस्ता ठाउँमा झन्डै 2 वर्ष पढेर आएकालाई महापुरुष नभने कसलाई भन्ने? म पुग्ने बित्तिकै उनकी छोरीले भनिन्, ड्याडी ब्रेकफास्ट लिँदै हुनुहुन्छ, एकछिन वेट गर्नु पर्यो। तर उसले भनेको कुरो नबुझेर म सरासर माथि उक्लेँ। छोरो पूजा चौकामा बसेर बुढाबाबुले भागवत राख्ने खटियामा पूजासम्म हाल्ने तामाको प्लेट राखेर सन्जेभन्दा पानी अचाउने आचमनीले चिकन पुलाउ खाँदै रहेछ। मलाई देख्ने बित्तिकै उसले पनि ड्याडी ब्रेकफास्टमा, मम्मी बाथरुममा, तपाईँ एकछिन वेट गर्नुहोस् भन्यो। म जिल लिँदै थिएँ। मिस्टर डेहाल बाउ आइसी भन्दै ओर्ले। ससाना केटाकेटीलाई पनि अङ्ग्रेजीको राम्रो तालिम दिएकोमा म धन्यवाद प्रकट गर्दै थिएँ। उनले भने, मेरो आइडिया छ, चिल्ड्रेनलाई चाइल्डहुडदेखि नै नेप्लिज ल्याङ्ग्वेज बोल्नै नदिएर इङ्ग्लिस बोलाउँदै लान पाएपछि यिनको प्रोनाउन्सिएसन करेक्ट हुन्थ्यो। सबै कुरा नबुझे पनि मैले बिचबिचमा हजुर भन्न चाहिँ छोडिनँ। त्यताबाट थाले उनले अमेरिकाको वर्णन। सडक, पर्खाल, रेस्टुरेन्ट, चियाको कपदेखि लिएर टेलिभिजन र टेलिस्टारसम्मको वर्णन सिद्धाएपछि दुःख प्रकट गर्दै उनले भने, के गर्नु र, यहाँ एउटा हिटर र एउटा रेफ्रिजरेटर पनि पाइन्न। नेपाल एउटा कन्ट्री नै होइन, बुझ्नुभयो? मैले ठाडो उत्तर दिएँ, बुझेँ। अनि उनले नेपाललाई उन्नति गराउने हो भने यी योजना बनाउनुपर्छ भने आर्यघाटमा बाँध बाँध्नेदेखि लिएर चाँगोको ढिस्काबाट रकेट उडाउनेसम्मका उनका योजना सुनाए। 2 घण्टा अमेरिका महात्म्य, 2 घण्टा आफ्नो पुरुषार्थ, 2 घण्टा योजना, 2 घण्टा स्वदेश र संस्कृतिको निन्दो चर्चो, 2 घण्टा अरू फाटफुट कुरा भइसकेपछि उनले भने, आइसी तपाईँ किन आउनुभएको थियो सोध्नै बिर्सिएछु। त्यही बेला उनकी नयाँ दुलैले चिया ल्याइहालिन्। फेरि चल्यो दुलैको परिचय, किन र कसरी ल्याइयो भन्ने विवेचना। उनी रहेछन् इन्डो अफ्रिकन केटी। पहिले कता एयर होस्टेस थिइन् रे, पछि पहिलो लभरले धोका दिएकोले कुनै चाहिँ 3rd क्लास होटलमा बसिरहेकी देशी दुलै भएकीले एउटा धम्मर दोषको छोरो नाफा पनि आएको रहेछ उनलाई। यी सबै कुरा सुनेपछि आधुनिक महापुरुषको सङ्गत पनि ज्ञानगुणकै हुने रहेछ भनी ठानी आफ्नो कुरो नखोलिकन म फर्केँ। फर्कदै थिएँ, नयाँ सडकमा हातसम्म आइपुगे चरी चुच्चे काजी। अघि महापुरुष खोज्न मान्छे पशुपतितिर जान्थे। अचेल नयाँ सडकमै जस्तो खोजे उस्तै मान्छे पाइन्छन्।
उनको त स्थायी अस्थायी दुवै ठेगाना नयाँ सडक भनिदिए पनि हुन्छ। चुच्चे अनुहारका चरिचुच्चे काजीलाई नचिन्ने मान्छे बिरलै होलान्। उनी के हुन् त भन्दा के होइनन् त भन्ने प्रश्न पहिले उठ्छ। नेता होइनन् भनौँ, कतिवटा पार्टीको प्रचार मन्त्री चलाइसके। अभिनेता होइनन् भनौँ, 4वटा नाटकमा विदूषकको पाठ खेल्ने उनै। कवि होइनन् भनौँ, कवि सम्मेलनमा उनकै डाँको ठुलो। विद्वान होइनन् भनौँ, जुन बेला भेटे पनि उनी ट्युसनमा जान लागेको भन्छन्। यति मात्र होइन, बुझ्यकडमा उनी यतिसम्म थिए कि बटु टोलदेखि लिएर गुच्चा टोलसम्म कसकसका घरको हालत के छ, कसकसको ल्याकत के छ, सबै उनलाई सधैँ कण्ठस्थ। बोलकड यति थिए कि आफू बोल्न लागेपछि बिगेको रेडियो चाहिँ 4 घण्टासम्म एकनास भटपटाइरहन्थे। अब यस्तो बहुमुखी प्रतिभा सम्पन्न मान्छे भेट्टाएपछि म अर्को महापुरुष खोज्न कहाँ गइरहँ भन्ठानेर मैले भने, ओहो काजी, म तपाईँलाई खोज्दै हिँडेको। काजीले फुरुक्क परेर भने, लौ त उसो भए 1 कप चिया खुवाउनुहोस्। गङ्गाजलले सूर्यलाई अर्घे भने चाहिँ महापुरुषलाई 1 कप चिया को नखुवाउँदो। रेस्टुरेन्टमा पुगेपछि उनले चिया मात्र होइन, चाउचाउ, चमचम, चप, चिकन आदि 14 थोकको अर्डर गर्दै गफ छाँट्न थाले। आफ्नो साइकलको ट्युब पड्केकोदेखि लिएर हिरोसिमामा अणुबम पड्केको गफसम्म छाँटिसकेपछि उनले भने, तपाईँले किन भेट्न खोज्नुभएको कुन्नी? मलाई अहिले मन्त्रीकी छोरीलाई पढाउन जानु बित्यो, कृपया भोलि सबै यसै बेला यतैतिर भेट्नु होला है। उनको चाला देखेर एकछिन त म झिल्ल परेँ, तर महापुरुषलाई 1 पेट मजैसँग आफ्नो पैसाले खुवाउनु पाएकोमा सन्तोष पनि लाग्यो। उनी हिँडिसकेकाले पैसा तिरेर बाहिर निस्केको साइकल चोर भनी कराउँदै सबै दगाउन थाले। एकछिनपछि हुलमा पसेर हेरेको त आफ्नै महापुरुष पो साइकल चोरमा पक्रिएछन्। एकपटक त माया पनि लाग्यो, तर के गर्नु, फुटपाथमा साइकल अडाएर किनमेल गर्न लागि एउटी महिलाकै साइकल उडाएछन् चरिचुच्चे काजीले त। महापुरुष ठानेको मान्छेले कुदाउनै परे पनि कमसेकम मर्दाना साइकल त कुदाउनु पर्थ्यो। हेर विचित्रता भन्ने सम्झँदै आधा रातमा घर पुगेँ। अघि पछि भएको भए त्यस बेलासम्म भात कुहाए बापत बुढी पन्यु लिएर झम्टिन्थ्यो होला, तर अहिले त महापुरुषको सङ्गतमा लागेको उसलाई थाहै थियो नि। कहिलेकाहीँ जहानबाट पनि महान कुरा निस्कन्छन् भन्थे, नभन्दै घरकी बुढीले एउटा जड कुरो झेकी। महापुरुष खोज्न पनि लुखुरीले केटी खोजे चाहिँ जहाँ पाए त्यहीँ लखर गराएर गएर हुन्छ, पस्नुपर्छ सिंहदरबार। कुरा ठिकै हो, पढे गुनेका र देखे सुनेका जति बटुलिने ठाउँ सिंहदरबार बराबर, अन्त कहाँ होला र। 5 राजमन्त्रीदेखि सुइखुट्टी दास पालेसम्म उहीँ पाइन्छन्। त्यसैले होला मर्न आँटेको स्याल पनि सिंहदरबारभित्र पस्न पायो भने एकछिनलाई सिंह बनेर गर्जन्छ भनी अनुभवीहरू भन्छन्। त्यस्तो ठाउँमा पुगेपछि महापुरुष पाइन्न कि भन्नु त स्वर्गमा देवता पाइँदैन कि भन्नु जस्तै असम्भव शङ्का हो। त्यसैले आने काने कौनै कुरा नहेरी भोलिपल्ट पसेँ उहीँ सिंहदरबार। पस्न त पसिहालेँ, तर कता सरदार साहेबको दारीमा पसेको जुम्रा चाहिँ घरि यता घरि उता गर्दै आधा दिन त्यसै बित्यो। अलकापुरीमा कुन देवता कुन जनता भने चाहिँ सबै बढी मानका टेबुल अगाडि राखी गजबक्क र गणेश चाहिँ गजक्क परिरहेछन्। अब कुन चाहिँ महापुरुषलाई समात्ने हो? तै अजिङ्गरको आहारा दैवले पुर्याउँछ भने चाहिँ एउटा कोठामा झुलुक्क देखिए हुक्के सुब्बा। हुन त उनी अहिले सुब्बा मात्र होइन, सुब्बाभन्दा माथिको उपर सुब्बा भइसकेका छन्। तर उहिले सिमसिमे मन्त्रीको पालामा उनको हुक्का समातेर सेवा गरे बापत एकैपटक सुब्बाङ्गी पाएकाले अझै उनलाई भन्थे हुक्के सुब्बा। हात मल्न र हस बोल्नमा उनको नाम 4 भन्ज्याङभरि प्रख्यात थियो। त्यसैले आफ्ना लोकदेखि ससुराली लोकसम्म हुक्के सुब्बा आए भनेपछि गरिब गुरुवा, राडी विधवा सबै थर्कमान हुन्थे। कमाई पनि घागडान, जमाई पनि धागडान। यस्ता साहेबलाई छाडेर अर्को महापुरुष को खोजिरहोस् भनी म पुगेँ उनकै अगाडि। तर कुर्सीमै तेर्सिएर स्वप्नलोकमा पुगेका रहेछन्। अफिसर जस्तालाई अफिसमै निधाए कसरी भन्नु? हुनसक्छ मध्यकालीन समाधिमा थिए होलान्, महापुरुष न ठहरिए। त्यसैले समाधिमा बाधा पारिदिनु ठिक छैन भनी म ठडिएर कुरिरहेँ। उनी तर्सिएर घुरिरहे। निकै बेरपछि आँखा माड्दै उनको समाधि टुट्यो। चुरोट टक्राउँदै मैले दर्शन गरेँ। उनले मलाई नचिनेका त होइनन्, तैपनि महापुरुषले जो पाए उसलाई कहाँ सम्झिराख्छन् र। सबै नाउँ गाउँ सोधे, मैले नाली बेली लगाइदिएँ। आल्पिनको दाँतको लुई कोट्याउँदै उनी भन्न थाले, कहाँ भन्नुहुन्छ तपाईँको मन्त्र चलाउने ल्याकत र हिम्मत भएको मान्छेलाई तपाईँको दर्जा परिरहेछ चाहन्छु नि। त्यसैले तपाईँको काम गर्ने जाँगरै चल्दैन। त्यसपछि 7 सालदेखि 16 सालसम्मका कुन मन्त्रीले उनलाई कस्तो स्याबासी दिए भन्ने बेली वृत्तान्त सुनाउँदै साहेबले फेरि भने, के गर्नु, तपाईँको जागिर सरकारी भए पनि तपाईँको समस्या छ तरकारीको। आफूले तपाईँको नमिठो खाइएन, अचेल त झन् काउली साउली भए 2 मुठीको जाउली रुच्छ, साग भए तपाईँको भाग बस्न पनि मन लाग्दैन। यो भूमिका छाटिसकेपछि उनले भने, तपाईँको घिउ अलिकति किन्न पाए हुन्थ्यो। उनी भन्दै थिए 4 को घन्टी लाग्यो। दुवैजना उठ्यौँ। त्यताबाट ढोकामा नआइपुग्दै एउटा पिउनले आएर उनलाई चिट्ठी टक्रायो। चिट्ठी हेर्ने बित्तिकै बिचरा कालो निलो मुख लगाएर डङरङ्ग लडे बरन्डामै। पछि पो थाहा पाइयो तहबिलको पैसा मासेर तबेला बनाए बापत उनलाई भ्रष्टाचारको पुर्जी आएको रहेछ। दरबार पछि पनि घरबार बसे पनि फसादको दशा उत्तिकै। त्यतिका महापुरुष भेटाउँदा पनि चित्त बुझाउन नसक्दा मलाई एक दिन झ्वाट्ट लाग्यो, म स्वयं पनि त एउटा महापुरुष हुँ। नभए महापुरुषको यो धुइँधुइँती खोज किन चल्थ्यो? अनि मन बल्ल शान्त भयो। यहाँदेखि बिहान उठ्ने बित्तिकै प्रसिद्ध 8 महापुरुषहरूको मैले पाठ गर्ने गरेको छु। तपाईँहरूले पनि नबिर्सनु होला। हास्य व्यङ्ग्यकार भैरव अर्यालको निबन्ध महापुरुषको सङ्गत अहिले हामीले वाचन गऱ्यौँ। यो निबन्ध उहाँले विक्रम सम्वत 2020 साल
पुसमा लेख्नुभएको निबन्ध हो। यसै सङ्ग्रहबाट भैरव बरियालका अरू निबन्ध लिएर केही बेरमा आउनेछौँ। उज्यालो सुन्दै गर्नुहोला। कार्यक्रम श्रुति सम्वेकमा तपाईँलाई फेरि स्वागत छ। श्रुति सम्वेकमा हामी आज भैरव बरियालको हास्यव्यङ्ग्य सङ्ग्रहबाट हास्यव्यङ्ग्य निबन्धहरू सुनिरहेका छौँ। अब हामीले सुन्ने निबन्धको शीर्षक छ अन्तर्राष्ट्रिय व्याकुता सम्मेलन। आजको दुनियाँमा बेकारलाई भन्दा बढ्ता पीर पुत्रकारलाई हुन्छ। ट्याक्सी कारको भन्दा बढ्ता धपेडी पत्रकारलाई हुन्छ। त्यसमाथि पनि कसैले पत्रकारिताको आफ्नो दैनिक डन्ठा टार्न पत्रकारिताको पेसा लियो भने त्यसको जीवन कति टाटे पाङ्ग्रे होला आफै सोच्नुहोस्। त्यसमाथि पनि अझ आफू चाहिँ त दिनभर झ्याङपाला साइकलको भरमा पत्रकारिताको सेवा गर्नुपर्ने र साँझ सबेर प्याङ टकटकाएर पत्रकारिताको मेवा चाट्नुपर्ने नेपाली पत्रकार। त्यसैले मेरो दिमाग रात दिन यसरी चम्चकमकाइरहन्छ मानौ मस्तिष्कको पर्दामा कुनै सिनेमाको रिल घुम्दैछ। एक सेकेन्ड विश्व नेताहरूको निरस्त्रीकरण भाषण सम्झन पुग्छु त अर्को सेकेन्ड बेलुकालाई जोड्नुपर्ने उसिनाका राछन्। एकछिन जेनेभा सम्झौता त अर्को छिन पुत्र र पुत्रकी महतारीको सम्बन्ध विच्छेद। कुरो तात्तातै हो। अस्ति मात्रको अखिल नेपाल परिवार समस्या समाधान सम्मेलनको रिपोर्टिङ सकेर म घर फर्कँदै थिएँ। कमल पोखरीको किनारमा एउटा बच्चा रोए जस्तो लाग्यो। निकै बेर त आफ्नो साइकल चुइकेको होला भन्ने ठानी मैले वास्तै गरिनँ। पर पुगेपछि पो देखियो एउटा युवती परिवार समस्या समाधान गर्दै रहेछन्। हलिदो भन्ने चिनेपछि किन कोटाइरहने भन्ने विचारले म अघि बढ्दै थिएँ, तर उनको अभागले हो कि आफ्नै अभागले हो मेरो साइकलको ट्युब यसरी पड्किदियो मानौ आफ्नै टाउकामा बम पड्के जस्तै गरी। हत्तनपत्त पोको झ्यासमा फ्याँकेर पुलुक्क हेरिनु उनले मैतिर। आँखा जुत्नासाथ मैले उनलाई चिनिहालेँ। पोहोरका वर्ष इन्टरनेसनल फरवार्ड लेडी कन्फरेन्समा भाग लिन जाने प्रतिनिधिमण्डलको नेतृत्व उनले गरेको र देशका केटाकेटीको सेवा गर्न जिन्दगीभर अविवाहिता रहनेछु भने उनले अस्ति मात्र रानी पोखरीको डिलमा प्रवचन दिएकी थिइन्। त्यसैले उनलाई म जस्ता पत्रकारले नचिन्ने त कुरै रहेन। तपाईँलाई थाहै छ पत्रकारले कति देखेको कुरा लेख्न पाउँदैन, कति लेखेको कुरा देख्न पाउँदैन। देखेको जति सबै लेख्न पाउने हो भने अखबारहरू खालि किचाकिच थिचाथिच रिसारिस इखाइख बिसा इत्यादि खबरले भरिन्थे। लेखेको कुरा सबै देख्न पाउने हो भने सुधारै सुधार, विकासै विकास, मित्रतै मित्रता, आदर्शै आदर्श, साँच्ची मान्छेको दुनियाँ देवताको जस्तो देख्न पाइन्थ्यो। त्यसैले उनको त्यो समस्या समाधानको पुरुषार्थपट्टि आधुनिक पत्रकारले किन ध्यान दिने? जान बच्चा नियोजन युगको माग हो। तरिका बेग्लै भयो भन्दैमा उनले अपराध गरेको भन्नु कसरी? जमाना र जवानी अनुसार उनले आफ्नै ढङ्गको पद्धति अपनाएको पनि त हुनसक्छ। अलि ओर आउँदै थिएँ, एउटा झल्याङमुलुङ परेको मान्छेलाई रोमनले हपार्दै रहेछ। मलाई पनि हपार्छ कि भनेर खुट्टा कमाउँदै साइकल घिचाइरहेको थिएँ, तर म साइकल चढुवा बलादमेला समात्न उसको के तागत। बरु मलाई एउटा मेन न्युज पो मिल्यो। शीर्षक पनि कल्पिहालेँ, पुलिस र डाकाको मुठभेड। ऊ डाका थियो वा थिएन त्यो छुट्याउने भार त पुलिसको पो। म त एक पत्रकार, मलाई समाचार भए पुगिहाल्छ। आखिर के भएर अचेलको दुनियाँमा जुनसुकै देशमा होस् सरकारका निम्ति सिआइडीको रिपोर्ट ब्रह्मवाक्य, जनताका निम्ति अखबार र रेडियोको खबर ब्रह्मवाक्य। भएको कुरा लुकाउन, नभएको कुरा फर्माउन, सेतालाई रङ्गाउन, सोझोलाई बङ्ग्याउन सिआइडी र संवाददाता यति सिपालु हुन्छन् कि साँच्चै भनौँ भने आज विश्वको राजनीति नै यी तिनै दुई थरीको हातमा छ। मेरो एकजना ठट्यौला साथी भन्थे कुन कुन दुई देशका सीमामा दुवैतिर आफ्ना ब्यारेक थिए अरे। एक दिन बिहान उतापट्टिको एउटा सिआइडी र एउटा संवाददाता सीमाकै क्षेत्रतिर घुम्दै रहेछन्। त्यसै बेला एउटा युनिफर्म लगाएको यतापट्टिको सिपाही हातमा के हो लिएर उतापट्टि दौडिएछ। यो देख्नासाथ सिआइडीले आफ्नो थानामा र संवाददाताले कार्यालयमा फोन गरेछन्, फलानु देशको सैनिक हाम्रो सीमाभित्र पस्यो। फोन पाउनासाथ पुलिसको जिप उहाँ पुग्यो। पत्रकारले हत्तनपत्त अफिसमा पुगेर भन्यो, लौ पुलिस पनि आइपुग्यो, समाचार साँच्चै हो। एकछिनपछि प्रभात संस्करण पत्रिकाहरू पिटियो, फलानु देशको सैनिकद्वारा फलानु देशको सीमा अतिक्रमण। पत्रिकामा यसरी छापिएपछि सिआइडीको रिपोर्टले पनि पुष्टि पायो। नेताहरूले हतार हतार वक्तव्य छाँटे, पार्टीहरूले हतार हतार सङ्कटकालीन बैठक बोलाएर विरोध प्रस्ताव पास गरे, सम्पादकहरूले हतार हतार सम्पादकीय लेखे, रेडियोहरूले हतार हतार सम्पादकीयमा समीक्षा फलाके। मित्र देशहरूमा खलबली चल्यो। हामी जस्ता बुजुर्गले रेस्टुरेन्टमा चप चपाउँदै गफ लडाउने मौका पायौँ। आखिर छानबिन गर्दा बुझियो कुरोको चुरो के रहेछ भने एउटा सिपाहीलाई आउँ रगत परेको रहेछ, बिहान ड्युटीमा जान निस्केको दिशाली चापेछ, तर चर्पी रहेछ भरि भराउ। त्यसैले ऊ लोटा लिएर हत्तपत्त जता पाए उतै कुदेको रहेछ। अब भन्नुहोस् संवाददाता र सिआइडीको महत्त्व कत्रो रहेछ। त्यसैले यो झामलाङ झुम्लुङ गरी हिँड्ने रमनते र रमनको भेटघाटलाई मैले समाचार दिने निदो गरेँ। आज बिहान दाउरा गुइठा वितरण सम्मेलनमा विभिन्न विद्वान तथा प्रतिनिधिले दिएका भाषणहरू पनि मैले लेख्न भ्याएको थिइनँ। त्यसैले अब अकरम बकरम सबै एकैचोटि भकुरम भनेर हतार हतार बसेँ बाकसमाथि। पुत्रकी मानीलाई अर्डर गरेँ, लौ मलाई अहिले भातसात खाने फुर्सद छैन, एक चिरेम अमिलो तमाखु ल्याइदेऊ। महतारीको प्रतिनिधित्व गर्दै सुतिरहेको पुत्रले जवाफ दियो, हुक्का त मुहाले चिरेर बालिदिनु भयो बुवा। अचम्म मानी महतारीको मुखतिर हेरेको त रुन्चे मुख लगाएर उनले नाक बजाइन्। दाउरा कतै केही पाइएन अनि
चुपो लागेर आफू थाले दाउरा गोइठा वितरण सम्मेलनका भाषण र प्रस्तावहरूको खबर बनाउन। राति 2 बजेपछि तन्ना फाटेको बिछोनामा तन्द्रङ्ग पल्टिए। चीनको क्रान्तिमा फर्मोसाबाट उँधोतिर झरेका गुरिल्ला चाहिँ भित्ताबाट उडुसहरू ओर्लिरहेका थिए। द्वितीय विश्वयुद्धको बेला जापानमाथि हुनुहुन आएका लडाकु विमान चाहिँ लामखुट्टेहरू टुकीको पिलपिलमा घुनघुनाइरहेका देखिन्थे। मेरो सोचाइको रफ्तार भोलिका कार्यक्रमको रूपरेखा र रुटिन खिच्दै थियो। 6 बजे स्वास्थ्य मन्त्रीद्वारा सफाई आन्दोलनको उद्घाटन, 10 बजे माछा पोखरीको शिलान्यास, साँझ भारतीय भवनमा नेपाली कविहरूले गोष्ठी, अमेरिकन दूतावासमा हिमाली फिल्म प्रदर्शन, बेलायती बैठकमा परराष्ट्र मन्त्रीको राजकीय भोज, भानुभक्तको शालिग र रविन्द्र जयन्ती। ओहो, कस्तो व्यस्त कार्यक्रम! यो व्यस्तताभित्र कति गुदी छ यो कसले सोचोस्? यो औपचारिकताभित्र कति व्यय र कति आय छ त्यसको हिसाब कसले गरोस्? म त पत्रकार न ढाँटिकन बोलौँ भने आज मानिसको सारा जाँगर समिति बनाउनुमा सीमित भएको देख्छु, सारा विद्वता प्रस्ताव पास गर्नुमा। म मात्रै 5वटा समितिमा सम्मिलित छु। टोलको टट्टीगृह, निर्माण समितिको अध्यक्ष, राष्ट्रिय पोसाक परिषदको महामन्त्री, काम खोजुवा क्लबको प्रचार मन्त्री, आलाकाँचा उद्धार मण्डलको सहसचिव र अराष्ट्रिय तत्त्व चड्कन दलको कोषाध्यक्ष। यसैले होला मेरो पुत्रले पनि गुच्चा खेल्ने भयभरका साथी बटुलेर गुच्चा खेल समिति बनाएको छ र बाटोमा गुच्चा नखेल्ने प्रस्ताव निर्विरोध पास गरेको छ। तर मूल सडकमा गुच्चा खेल्दा खेल्दै मोटरसाइकलले किचेर भाँचिएको उसको हात अझै पुरा बिसक भइसकेको छैन। अब पुत्रकी महतारीले पनि कुन दिन वल्ला पल्ला घरमा कर्मठ आइमाई बटुलेर कपाल कोरण समिति बनाइदियो। तर समिति सम्मेलन भाषण र प्रस्तावलाई मन पराउने म त्यति साँगुरो विचारको असभ्य होइन। 20औं शताब्दीको जल्दो बल्दो आधुनिक मान्छेमाथिको पत्रकार, प्रतिदिन रकेटले साँगुरिँदै ल्याएको र पकेटले फराकिँदै लगेको आणुविक युगको कर्णधार। त्यसैले मेरो दिमाग फेरि एकपटक भूत, भविष्य र वर्तमानका विश्वव्यापक सारा सभा, सम्मेलन, समिति र अधिवेशनतिर सरेर कुद्न थाल्यो। अनि लामखुट्टे बाबुको ओजस्वी भाषण सुन्दा सुन्दै म त कता कता पुगेछु। अन्तर्राष्ट्रिय भ्यागुता सम्मेलनमा, जहाँ मूल ढोकामा भ्यागुताभन्दा ठुला अक्षरमा लेखिएको थियो इन्टरनेसनल फ्रग्स कन्फरेन्स। अन्तर्राष्ट्रिय भ्यागुता सम्मेलनको आयोजना थियो पोखराको फेवातालमा। विश्वका मुख्य धेरैजसो खोलाबाट भ्यागुताका प्रतिनिधिमण्डलहरू आफ्ना राष्ट्रिय झण्डा लिई भेला भइरहेका थिए। पत्रकार र क्यामेराम्यानको बढ्दो उपस्थितिले तालको वरपर खचाखच थियो। तालको बीचमा पर्ने बराह मन्दिरमा विभिन्न खोलाका राष्ट्रिय झण्डाहरूले सजिसजाउ भएको मञ्च थियो। सम्मेलन सुरु हुनुभन्दा अघि फेवातालको रैथाने भ्यागुतो परिचय गराउन र स्वागत भाषण गर्न अघि सर्यो। जब ऊ अघि सरे थियो, फोटोग्राफरहरू तताड मसाड गरी क्यामेरा तेर्साउन थाले। पत्रकारहरू कापी कलम लिएर ठिक परे। म पनि अलि टाढा एउटा बुटाको फेदमा उभिएँ। सर्वप्रथम एउटा रातो सेतो वर्णको अग्लो मोटो भ्यागुतालाई देखाउँदै फेवातालको भ्यागुतले सुनायो। उहाँ मिसिसिपी पोखरीले प्रतिनिधिमण्डलका नेता मिस्टर ओल्डियस डलर हुनुहुन्छ। हात ठटाएर हात मिलाइ पनि साथै सुरु भइहाल्यो। अनि एउटा निकै राता वर्णको ठिक कदको खाइलाग्दो भ्यागुतालाई देखाउँदै फेवाताले भन्यो, उहाँ हुनुहुन्छ बोल्खा गोले प्रतिनिधिमण्डलका नेता मार्शल फटाटोभ। त्यसपछि क्रमशः उसले टेम्सखोले प्रतिनिधिमण्डलका नेता एस पाइड, सिनाखोले नेता चार्ल्स एसचेनको पनि परिचय गरायो। त्यसपछि दोस्रो लङमा गएर एउटा थेप्चे कदको अर्को कालो कालो वर्णको भ्यागुतालाई देखाउँदै फेवातालको भ्यागुताले भन्यो, उहाँहरू हुनुहुन्छ वाङखो खोले प्रतिनिधिमण्डलका नेता म्याउ म्याउ चु र गङ्गा खोले प्रतिनिधिमण्डलका नेता श्री शान्तिकान्त चतुर्वेदी। अनि बागमती खोले प्रतिनिधिमण्डलका नेता टार्टुर सिंहको परिचय चल्दै थियो। त्यसै बेला आफूलाई एकछिन बाहिर नगई भएन। उताबाट आउँदा स्वागत भाषण पनि सिद्धिसकेछ। सम्मेलनमा बाँडिएको उद्देश्य र विषय सूची भन्ने एउटा ठेलीबाट थाहा पाइयो। यो सम्मेलन विश्वका प्रमुख समस्याहरूमा छलफल गर्न गएको रहेछ। मूल विषय नै थिए खोलामा जाल हाल्ने र बारुद पड्काउने काममा तुरन्त प्रतिबन्ध लगाउने, पञ्चशीलको आधारमा सबै खोलाका बीच शान्ति र मैत्री कायम गर्ने, साना खोलाका समस्यामाथि विचार गर्ने, पानी सुकेका बेलामा निमित्त भ्यागुताहरूको बसोबासको प्रबन्ध मिलाउने। आजका मूल विषय यिनै हुन्। बेला छलफल भएपछि कसो एकवटा निर्णय ननिस्केला। हाम्रा गाउँमा ठुल्दाई, जेठा, बुढा, राम्चा, पण्डित बाजे, खदाल काका त कुनै समस्या आइपर्दा पञ्च बसेर यसै गर्ने भने निर्णय ठोक्छन् भने यहाँ त विश्वका भएजति गिरीहरू जम्मा भएका छन् भन्ने मैले सम्झेँ। तर म त सम्झँदै थिएँ उता त सभापतिबारे गन्जागोल चलिसकेछ। एक थरी मार्शल फटाटोपको नाम प्रस्ताव गर्दा रहेछन्, अर्को थरी मिस्टर डलरको। वाद विवाद यति चर्क्यो कि दुई थरीमा भनाभन चल्न थाल्यो। पिता पुर्खाका पालादेखिका ऋषिबी सबै त्यहीँ ओक्लिन थाले। 4 घण्टाको विवादपछि आखिर त्यहाँ कराउने मध्ये जजसको स्वर ठुलो थियो, ती सबैको एउटा अध्यक्ष मण्डल बन्यो। यता चर्काचर्की चल्दै थियो, उता मुक्कामुक्की चलिसकेछ। के हो यो भन्दै म आत्तिएर भाग्न खोजेँ। अर्को एउटा बुढो पत्रकारले भन्यो, धत्तेरी बाबु, भ्यागुताको भाषामा पञ्चशील माने 5 मुक्का हो। नभन्दै ऊ कसलाई झुक्क्याउने, ऊ कसलाई मुक्क्याउने गर्दा गर्दै सर्वत्र मुक्कीका आवाजदेखि केही सुनिएन। त्यसैबीच मार्शल फटाटोप र मिस्टर डलरको कुस्ताकुस्ती चल्न थाल्यो। कहाँको बारुद पड्काउने समस्या, कहाँको विश्व शान्ति। सारा माछाहरू कराउन थाले, बचाओ बाबा बचाओ, हामी लाटासुदा माछाहरूलाई नखिच, तिमीहरू 2-4वटा भुँडीवाल भ्यागुताको रिसारिसले कञ्चन पानी विषाक्त नपारिदेऊ। तर टाउके भ्यागुतालाई माछाको रुवाईको के पर्वा। उसमाथि पनि रिस उठेको बेलामा को बेद पड्छ र। एक्कासी एउटा भ्यागुताले बुद्रुकको उफ्रेर डुम्म के डकारेको थियो। फेवातालमा भयङ्कर विस्फोट भइहाल्यो। त्यही आवाजले थर्केर म पनि झल्यास बिउजेर घडी हेर्छु त आफूलाई सफाई आन्दोलनको उद्घाटनमा पुग्न बितिसकेछ। आँखा अगाडि भ्यागुता सम्मेलनको अलौकिक दृश्य नाचिरहेको थियो। तर के गर्नु, बुढी लागि रमितामा स्यालले कुकुरो बोक्यो भने जस्तो होला भन्ठानेर दौडे लुखुर लुखुर।
अन्तर्राष्ट्रिय व्याकुलता सम्मेलन शीर्षकको यो निबन्धसँगै भैरवरियालका निबन्धहरूको वाचन आजको श्रुति सम्वेकमा यति नै। अर्को दिन अर्को कुनै गद्दी लिएर आउनेछौँ। प्राविधिक साथी सशिन्द्र गौतम र म अच्युत घिमिरे बिदा चाहन्छौँ। नमस्कार, शुभरात्रि।